जंगली जंगल हो नि त आम्मी So yes, hello, namaste everyone. Welcome to Indonesia Non-Filter. अनि hope you guys are doing well. अनि आजको यो भिडियो चाहिँ हामी सैटरडे घुम्न जानु लाग्यो है आज चाहिँ. अनि अहिले चाहिँ म मम्मीलाई ड्रप गरेर पसलमा मिरीलाई पिकअप गर्न जाँदैछु. अनि मिरी चाहिँ कुरेर बसिरहेछ. अब मिरीलाई पिकअप गरिसकेपछि अब हामी त्यहाँबाट सङ्कमूल हाम्रो अफिसतर्फ लाग्छौँ. अनि अफिसतिर अब त्यहाँ दाइहरूलाई उठाएर दाइ भाउजूलाई हैन अनि दाइ भाउजूसँग घुम्न जाने भनेको आज शनिबार हैन. लेट्स सी अब अहिलेसम्म चाहिँ कहाँ जाने भनेर टुङ्गो भएको छैन. त्यही उतै गइसकेपछि थाहा हुन्छ कता जाने भनेर. सो लेट्स सी आजको स्याटरडे कहाँ पुगिन्छ. यो तर यो माउन्टले चाहिँ मलाई लास्टै गाह्रो गरिरहेको छ यार. अलिकति हेलमेट अलिक मेरो लुज छ हैन. हेलमेट लुज छ अनि हेलमेट लुज भएर चाहिँ जहिले त्यो फोन भारी भएर जहिले यस्तो तल तल झरिरहेको छ अनि हात चाहिँ मिलाइराख्नु पर्ने रहेछ. त्यो चाहिँ अलिक झर्ब जानुपर्छ. अब यसो एक दिन टाइम मिलाएर हेलमेटको टायरिङ थप्नलाई टाइट गर्नु पऱ्यो. अनि त्यसपछि मजा आउँछ. झरी बेला बेलामा झरेर तल तल आइरहेको छ क्या. अनि लास्टै झर्छ अरू भन्दा नि यसो ठुल्ठुलो झट्कामा फोन चाहिँ नझरोस्. फोन झऱ्यो भने त बर्बाद बर्बाद बर्बाद. सो आजको यो भिडियोमा चाहिँ ल है त आजको यो भिडियोमा यो माइकले कतिको नोइज क्यान्सलेसन गर्छ त्यो पनि थाहा भइहाल्छ हैन. होप रेकर्डिङ भइरहोस्. जस आजको वेदर चाहिँ बवाल छ है. आजको वेदर जाने छ न घाम पनि छैन. शीतल छ आनन्दको वेदर छ आज चाहिँ. मजा आउँछ जोस आज. मेन कुरा त यार खाना खाएको छैन. बिहान उठेदेखि आज त केही खाना खाएको छैन. अब बाहिर गएर डाइरेक्ट खाने हो. लास्टै धुलो उडाएको थियो यार यो गाडीले. बवाल धुलो उडाएको थियो. कि यसलाई अगाडि जान दिनु पऱ्यो कि यो भन्दा म अगाडि जानु पऱ्यो. जान दिदिनँ भन्छ त जान्थ्यो त. अब जाम जाऊ रे जाऊ. सो यो चाहिँ मेरो होइन सेकेन्ड ट्राभल भ्लग हो है यो चाहिँ मेरो है. हो पहिलेको भन्दा अलिक राम्रो जाओस् भिडियो. पहिले चाहिँ अलिक बोल्न पनि एकदमै नर्भस भइरहेको थियो. योपालि चाहिँ अलिकति बोलेकै पारामा चाहिँ अलिकति कन्फिडेन्स आएको जस्तो लागिरहेछ मलाई. सो लेट्स सी होइन भिडियो जे हो भिडियो राम्रो जाओस्. इङ्गेजमेन्ट हो भिडियोमा. सो केही कुरा मिलेछ छैन भन्ने कुरा चाहिँ तपाईँहरू नोटिस गरेर मलाई कमेन्ट गरिदिनु होला होइन. कमेन्टले चाहिँ मलाई एकदमै धेरै हेल्प हुन्छ. यो घरिघरि प्लेसमेन्ट कस्तो आउने हो यसको. घरिघरि बेला बेलामा तल झरेछ यो. बेला माथि साह्रै झाउने रहेछ. चट्ट परेर एउटा प्याडिङ चाहिँ खप्नु पऱ्यो हेल्मेटमा अनि ठिक हुन्छ. हे बच्चालाई यसरी छेउमा राख्नु हुँदैन. सो खास गरी आज चाहिँ शनिबार मेरो छुट्टै भिडियो बनाउने प्लान थियो होइन. के अहिले चलिरहेको छ नि यो प्रेजेन्ट च्यालेन्ज के च्यालेन्ज भन्छ नि त्यो भिडियो बनाउने कुरा थियो खास गरी आज शनिबार. तर यसो केटा साथीहरूसँग चाहिँ अलिकति टाइमले पनि नभएर हो कि के भएर योपालि चाहिँ बनाउनु पाएन. ल नेक्स्ट भिडियो चाहिँ होइन यस्तै च्यालेन्ज गेमहरूको रिलेटेड नै आउँछ होइन. त्यो चाहिँ अब भोलि पर्सिदेखि नै प्लान गर्नुपर्छ. अब नेक्स्ट भिडियो के हो कस्तो गेम बनाउने के बनाउने भनेर. योपालि चाहिँ आज त्यही हो. आज चाहिँ शनिबार ट्राभल भ्लगमै जाने हो. आज चाहिँ सर्ट एन्ड स्विट घुमघुम. कति काम होइन होइन. काम गर्दा नि वाक्क हुन्छ. कहिले काहीँ शनिबार घुम्नु पनि पर्छ यसरी. जो आज मौसम राजाले चाहिँ बवाल साथ दिइरहेछ है. मौसम चाहिँ आज दामी छ. वाक्क बनायो यार यो हेलमेट माउन्टले त. त्यो हेलमेट माउन्टको त के दोष हेलमेटको दोष हो त होइन. हेलमेट पनि पुरानो भइसक्यो. एउटा प्याडिङ चाहिँ थप्नै पर्ने भयो 2-3 लेयर जति. अनि मजा आउँछ टपक्क गालामा बसेपछि. चार्जो बाटो पुग्यो हामी मेन रोडबाट नजाम होला. हामी जाम लेट्स गो फ्रम सब लेनबाट जाम. एकछिन दाजु एकछिन है एकछिन. यस्तो हो क्या यो क्यामेरा सरेर तल पुग्दैन. मेरो आँखै छोटिसक्यो यार बेला बेलामा त. नयाँ ट्याक्सी ड्यामेज गरेर आएछ नि त. आयो हाम्रो गोविन्दा सरको बिल्डिङ ट्विन टावर, नेपालको ट्विन टावर.
सो यो भ्लगिङको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ होइन मलाई लास्टै गर्थेँ है पहिलेदेखि नै एउटा आफ्नो पनि युट्युब च्यानल होस् आफू पनि अलिअलि भिडियो सिडियो बनाऊँ होइन यसो भन्ने पहिलेदेखि नै रहर थियो है तर के भन्नु पहिले गर्न आँट नआएको काम यसो एकचोटि झट्टै आँट गरेपछि चाहिँ हुने रहेछ होइन सो केटा हो मनमा लागेको कुरा गरिहाल होइन त्यो यताउति दायाँ बायाँ सोच्यो भने ढिला हुन्छ 2-4 वर्ष यतिकै होइन 2-4 वर्ष अगाडि नै स्टार्ट गर्नु पर्ने हुन्थ्यो जस्तो चाहिँ नहोस् म जस्तो है त्यो भएर सो गर्न मन लाग्छ भने गरिहाल्ने हो क्या लाज लाग्छ अप्ठ्यारो लाग्छ भन्ने चाहिँ त्यो छुट्टै कुरा रहेछ होइन त्यो चाहिँ सुरुमा चाहिँ नआटुन्जेलसम्म चाहिँ लाज लाग्ने रहेछ त्यसपछि एकचोटि गरिसकेपछि चाहिँ नो लाज नथिङ अब चाहिँ बाटो काट्यौँ होइन बाटो काट्न दे मलाई बाटो काट्न दे मलाई बाटो काट्न दे सो फाइनली मिरीलाई पिक गरे हामीले होइन अब हामी शङ्खमुलतिर जाँदैछौँ है ल यो भिडियो त स्टोरेज फुल देखाएर है अनि कति 17 मिनटसम्म मात्रै सुट भइरहेको रहेछ क्या यत्रो अलि उता सल्लाह हालिदियो यतापट्टिको त ल यत्रो बोलेको त कामै लागेन क्यामेरा डिएसएलआरसँग गोप्रो साट दिनु पऱ्यो क्या डिएसएलआरसँग गोप्रो साट दिनु पऱ्यो क्या हो भनेको काम पनि छैन चलाएको पनि छैन झुर भयो नि त अघिदेखि हुन्छ नि 3x मा कतिमा सुट भइरहेको रहेछ क्या हेर्छु ल यो मान्छेको टी सर्टको मेरो फोनको अगाडि यसरी आइरहेछ पछि त लास्टै जुम भएछ आउरा छ जाऊ गाह्रो छ जाऊ यार आउरा यत्रो लामो भिडियो बनायो पछि त ल पुरै जुम भयो 3x 4x कतिमा खिचिरहेको रहेछ ए त्यो सेतो गाडी छ नि होइन अगाडि फर्स्टको त्यो सेतो गाडी यहाँ यति नजिक यो गाडी चाहिँ अगाडि देखेको क्या यहाँ पनि रोकिहाल्यो यहाँबाट जान्छु अब जान्छु म त वाह कस्तो हतार हौ कस्तो हतार शनिबार पनि के को हतार बाप रे बाप आँखा नहेरिकन बाटो काट्ने आँखा नहेरिकन के हो पुलिस राज पनि हो क्या आन्दोलन आज आन्दोलन सो फाइनली हामी अनुसार पुग्यो अब चाहिँ उठान दाइ भाउजूलाई घुम्नलाई भनेर नफकाउनु पर्यो बुढोलाई चम्रे हाई भन्छु को छैन त कोही भन्नुले खत्म बाय बाय टाटा गुड बाय गया चल्छ लाग्यो त सो भाइहरू चाहिँ आउन मिल्दैन सो हामी दुईजना मात्र अहिले गइरहेछौँ होइन हाम्रो डेस्टिनेसन कहाँ हो शिवपुरी जाने बाटो बुढानीकण्ठभन्दा माथि त्यहाँ राम्रो बसेर खाने ठाउँ छ त्यहाँ अब खाना पनि त्यही खाने हो आजको दिनको फर्स्ट मिल त्यही खाने आएको सो दाइहरूको चाहिँ आज आउन मिलेन किनकि आज भाउजू साथीको पनि जानुभएको अरे अनि त्यसले गर्दाखेरि चाहिँ भाउजू आउन अलिक भ्याएन सो दाइहरू चाहिँ नेक्स्ट स्याटरडे आउने सो अहिले चाहिँ हामी गइरहेछौँ सो मैले चाहिँ यो माइक चाहिँ आज 2-3वटा मोडमा ट्राई गरिसकेँ होइन एउटा नोइज क्यान्सलेसन र अकस्टिक मोड दुवैमा हालेर हेरिसकेँ होइन तर मलाई अहिलेसम्म मन लागेको साउन्डहरू सित बुझेको भन्दाखेरि चाहिँ यो अकस्टिक मोडको हो है त्यस्तो आवाज नोइज क्यान्सलेसन नभयो भने जस आवाज चाहिँ क्लियर आउँछ त्यो नोइज क्यान्सलेसनमा चाहिँ लास्टै झर्झर आयो क्या त्यसले गर्दाखेरि पनि कस्तो अर्कै सुन्ने टाइपको भए त म यो भिडियोमा हाल्छु नि होइन आवाजहरू के कस्तो आयो भनेर यो यु गाइज क्यान होइन हेरेर पनि सुनेर पनि थाहा पाउन सक्नुहुन्छ है अकस्टिक मोड चाहिँ राम्रो छ यसको अहिले हामी जहाँ गइरहेछौँ नि होइन अब हामी नेक्स्ट स्याटरडे पनि त्यहीँबाट हाइक स्टार्ट गर्ने हो क्या हाइकिङ
यो साइडहरू होइन अर्को साइडहरू चाहिँ यो साइडले आज भयो भने अर्को साइडहरू हिँड्न सक्छ 18 किलोमिटर 18 नि कहाँ एक पुग्छ बिहान 8-9 बजेतिर स्टार्ट गऱ्यो भने होइन त्यही त अनि 3-4 बजे 4-5 बजीतिर चाहिँ घर पुगिन्छ क्या घाम हुँदैन अरे त्यो जङ्गल हो नि त अनि जङ्गल छाया घाम छाया हुन्छ होइन अनि आनन्द आउँछ मजा आउँछ त्यस्तो त्यो चिसो ठाउँ हो नि त सो नेक्स्ट स्याटरडे चाहिँ हाम्रो हाइकिङ जाने प्लान छ शिवपुरीको होइन त्यो म त्यसको पनि भिडियो बनाउँछु होइन 18 किलोमिटर मेरो यो मैले चाहिँ हाइक चाहिँ फर्स्ट टाइम गरेर आज काठमाडौँमा चाहिँ है यत्रो वर्ष काठमाडौँ बस्यो तर हाइक चाहिँ कहिले गऱ्यो होइन तर हाइकिङ गर्न पनि रमाइलो हुने रहेछ बोल्दै आफ्नो तालमा बोल्दै कुराहरू गर्दै आफूसँगै मजा आउँछ तर हामी कहाँ आइपुग्यो भन्दा हामी कहाँ आइपुग्यो तारकेश्वर होइन हामी रातो पुल बबाल भोक लागिरहेछ यार केटा गएर केही खाइदिइहाल्नुपर्छ चार झटपट बिहानदेखि केही खाएको छैन अघि दाहरूसँग बसेर एकछिन बस्यो चिया खाएको त्यही हो त्यस्तोदेखि त केही खाएको छैन हिजो बेलुका पनि हामी कति 3-4 बजे सुतेको 4 बजीतिर हिजो बेलुका 4-5 बजीतिर सुतेको गेम खेल्दै आएको नि त हिजो गेम खेल्यो नि त सो केटा म चाहिँ अब डाइरेक्ट होइन तिमीलाई यता स्पटमै भेट्छु सो अहिले चाहिँ म रेकर्डिङ स्टार्ट गर्छु होइन भाइ उठो भेट्दा मलाई बबाल भोक लागिसक्यो है चाप्चाहरू चलाएर अब यसको केही झट्पट गरेर खाइहाल्नुपर्छ सो सी यु गाइस सो फाइनली हामी चाहिँ पुग्यो हाम्रो ठाउँमा है फोटो सेसन भइरहेको रहेछ यहाँ त कहाँ राख्दिउँ पुग्यो अरे टन्नै मान्छे आएर रहेछ आज त बोल्ला त म यहाँ हालिदिन्छु पुग्यो है त हाम्रो ठाउँ यस्तो छ पुग्यो के भनेको यतापट्टि छ ए पानी नै छैन रहेछ त अहिले पहिला कति मजाले पानी बग्थ्यो हिजो अस्ति त्यत्रो पानी परेको हुन्छ यहाँ आएको त गाइजहरू त पानी नै छैन क्या सीधा बवाल भोक लागेको थियो बल्ल आनन्द आयो खानु केटा तिम्रो एरियामा यसलाई के भन्छ भनेर हाम्रो तराईतिर चाहिँ यसलाई फोफी भन्छ हैन तिम्रोतिर के भन्छ पापड भनेको त यो हो नि हैन यो पापड हो कि यो पापड हो हाम्रोतिर चाहिँ फोफी भन्छ यसलाई तिम्रो एरियातिर के भन्छ यसलाई ल भन है त वाह देखौँ मैले एकचोटि एक लट हाम्रो आजको चिकन मोमो त मलाई कस्तो टेस्टलेस लाग्छ मलाई मात्र हो कि अब नेक्स्ट विक हैन यहाँबाट हाइक स्टार्ट गर्दाखेरि
18 किलोमिटर गयो हाइकिङ है माइन्ड मेकअप गरिराख 18 किलोमिटरमा हिँड्नुपर्छ भनेर जम्मा अँ कता कता हेरौँ ला हालले खाना कति बनाउँथे देखो न यो चाख न त्यो यो हाम्रो सेकेन्ड ट्राभल भ्लग हो ट्राभल भने त्यस्तो लामो डिस्टेन्स ट्राभल होइन नर्मल जान दिँदैन पैसा तिर्नु पर्छ हाइक स्टार्ट हुने यहीँबाट हाइक स्टार्ट हुने पैसा दिन्छ कति रुपियाँ लिन्छ आइगा पनि पैसा दिन्छ आइगा पनि पैसा अन्तखेरि उखम पायो भने रुखहरू ढल्छ कि ढल्दैन कता है ल रख बल्ल तल्ल यो ठाउँ भेटायो ठ्याक्कै आउने बित्तिकै उनीहरू उठ्ने जाने टाइम भएर र शनिबार चाहिँ आउनु नहुने रहेछ प्याक है चोकडा हो होइन अब यस्तै कन्टेन्टहरू अब आइरहन्छ बेला बेलामा होइन सो सबैले लाइक ठोक्नु होला यो भिडियोमा तर पिरो त कुनै केही पनि छैन होला पिरो त केही पनि छैन तर यहाँ चिकन चिल्ली क्याप्सिकम सिमला मिर्च यो कसको फेभरेट हो भन त सिमला मिर्च सिन्चानको आई होप होइन फर्स्ट भिडियो भन्दा यो भिडियोको क्वालिटी राम्रो भएर साउन्डदेखि लिएर यताउति सबै अनि प्लस मेरो बोलेको पाराहरू पनि अलिकति सुध्रियो होला कि आई होप सो सबले कमेन्ट गरिदिनु होला होइन के कस्तो भइरहेछ भनेर यस्तो गरेर दिउँ पाइप यो लास्ट मोमो खाऊ न सोझेको मात्र खानु त मै खान्छु सामने खानेकुराहरू यति सक्यो होइन अब यो हामी यति फिनिस गर्छौँ अनि त्यसपछि चाहिँ अहिले म यो ठाउँ तिमीहरूलाई केटाहरूलाई देखाउँछु म ठाउँ चाहिँ एकदमै चिल छ दामी छ है बवाल छ ठाउँ बसेर खानालाई आनन्द छ धेरै टाढा पनि छैन भ्यालीबाट यस्तै हाफ एन आवर 45 मिनटमा पुगिन्छ सो अल बेस्ट है खाना पनि मिठै छ सो सी यु गाइज है अहिले एकछिनपछि के भन्नु मन छ हजुरलाई मलाई चाहिँ निशानले धेरै पछि घुमाउनु ल्याएको हो धेरै पछि घुमाउनु ल्याएको हो कति कल गरेपछि मात्र ल्याएको साँच्चीकै हो गाइज होइन मेरो रियल स्टोरी हो कति कल गरेपछि बल्ल ल्याएको नभए त नाइ भन्थ्यो अनि आज बल्ल मानेर होइन होइन ऊ एक्लै मात्र आउने मलाई ल्याउँदैन नि फेरि हो म यो ममाथि हुन्छ नि आरोप लागेको यो चाहिँ सरासर होइन गाइस म आरोप लगाउँदैन के जे बोल्छु सत्य बोल्छु म होइन यो चाहिँ मलाई ममाथि आरोपै आएको हो यो चाहिँ यो चाहिँ रङ एलिगेसन हो राइट वाला हो होइन अब म त सधैँ भनिरहेको छु होइन योपालि चाहिँ अब मिरीले भन्छ अब के भन्ने भनेर नभन के भन्दैन भन तिमीले भन्यो भने यसो लाइक साइक आउँछ कि
मैले भन्नै पर्दैन नभनिकन आउँछ हेरौँ है त उसले नभनिकनै हाम्रो कति भ्युज आउँछ अब आज अब भोलि 8 बजे यो भिडियो पोस्ट हुन्छ होइन अनि यो उसले भनेको कुरा चाहिँ याद राख है त सबजनाले लाइक गाइज गरिदिनुहोस् के गरिदिनु पर्ने हो भन के गरिदिनु पर्ने लाइक सब्स्क्राइब अनि कमेन्ट यहाँबाट शेयर अनि अरु पर्दैन है हाम्रो त्यति बेला पुग्छ यसरी नै सधैँ सपोर्ट गरिदिइराख्नु होइन हामी यसरी नै तपाईँहरूलाई घुमाउनु लिएर आउँछौँ हामीसँगै होइन अरू केही ओहो होइन नि भाइ प्लास्टिकहरू पुतली हेर न अरे सो फाइनली हाम्रो आजको डे चाहिँ सक्यो है अनि अब चाहिँ हामी यहाँबाट घरतिर लाग्छौँ सो यहाँको चाहिँ भाइब एकदमै रमाइलो छ होइन एकदमै ग्रिनेरी जसलाई ग्रिनेरी मनपर्छ त्यो यहाँ आएर बस्दा हुन्छ होइन सो भ्यालीबाट एकदमै नजिक पनि छ अनि बस्नलाई राम्रो पनि छ होइन सो पानी परेको बेला चाहिँ अब धेरै नै रमाइलो हुन्छ यहाँ झर्ना पनि बग्छ पानी परेको बेला चाहिँ सो यस्तो ठाउँ भने यही हो है कस्तो भयो त कस्तो लाग्यो तिमीलाई यो ठाउँ है सो थ्याङ्क्स फर होइन वाचिङ दिस भिडियो होइन योभन्दा अझै राम्रो भिडियो म लिएर आउन खोज्छु सो त्यसको लागि चाहिँ हजुरहरूले साथ सपोर्ट दिनु होला एकदमै माया देखाउनु होला भिडियोमा सो डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब सी यू गाइज इन द नेक्स्ट भिडियो बाय बाय खत्म बाय बाय टाटा गुड बाय